हेलो गाइज, वेलकम टु आवर मिनी ब्लग। आज चाहिँ बिहान बिहानै उठ्ने बित्तिकै मलाई चाहिँ मम्मीले टिका लगाइदिनु भयो। अनि टिका लगाइदिएपछि मम्मीले चाहिँ मलाई पैसा दिनुभयो। अनि म पैसा तपाईँहरूलाई देखाएँ। अनि त्यसरी खाना दिनुभयो मलाई चाहिँ मम्मीले बिहान बिहानै। अनि मलाई चाहिँ मम्मीले मेरो फुल लगाइदिएर खुट्टा डाल्नु मैले मम्मीलाई आशीर्वाद दिएँ। अनि मेरो कान्छी बहिनीलाई चाहिँ पैसा मलाई चाहिँ थोर भन्दै रिसाइरहेकी थिएँ। अनि त्यसले पनि लायो अनि भाइले पनि लायो। भाइले चाहिँ मलाई पैसा खोइ भन्दै थियो। अनि पैसा दिनु भएन। अनि मम्मीलाई ढोगो अनि मलाई पनि ढोगो मेरो प्यारोले। अनि म चाहिँ आज घर आउने दिन थियो। अनि म रेडी भएँ अनि मेकअप गरेँ। अलिअलि मेकअप गरिसकेपछि चाहिँ म एकदम रेडी हुन्छु होइन। अनि रेडी भइसकेपछि चाहिँ मम्मीलाई बाई बाई गर्छु। मम्मीलाई चाहिँ म घर जान्छु भन्छु। अनि त्यसपछि मम्मीले चाहिँ अनि मेरो चाहिँ सिटी आउँछ अब। अनि म जान्छु। अनि यहाँ चाहिँ मेरो सिटी रहेको छ घरबाट चोकसम्म जानको लागि। अनि मम्मीले चाहिँ झोला ल्याइदिनुहुन्छ। अनि म अफिस पुग्छु। अफिस पुगिसकेपछि एकछिन मेरो काम हुन्छ। अनि म कामहरू गर्छु। अनि काम गरिसकेपछि चाहिँ मेरो फेरि यता पथरीको गाडी चढ्ने बेला हुन्छ। अनि त्यसपछि म चिया खान्छु। चिया खाइसकेपछि मेरो भाइले चाहिँ मलाई रोडसम्म पुऱ्याउन जान्छ जहिले पनि। अनि उसले चाहिँ अनि ऊ त आउँदै गरेको हरियो गाडी चाहिँ सगरमाथा हो। अनि म चाहिँ त्यसमै चढेँ। अनि आज चाहिँ गाडी एकदम खुल्ला खुल्ला थियो। अनि म अगाडि नै बसेँ। अनि त्यसपछि अब म पथरी झरेँ। अनि झरेपछि चाहिँ मलाई चटपटे खान मन लाग्यो। अनि यहाँ चटपटेको पसल थियो। अनि चटपटे खानालाई चाहिँ आन्टीलाई पर्खिरहेको थिएँ। अनि आन्टी अनुभव चटपटे खाएँ। अनि आन्टीलाई पनि देखाएँ। त्यसपछि मलाई भरिया लिन आउनुभएको थियो। अनि भरियासँग आएँ। अब उहाँ चाहिँ म टुइटु हिँड्छु। अनि मेरो भरिया चाहिँ पछाडि हुनुहुन्छ। अनि नहाल भन्दै हुनुहुन्थ्यो। अनि मेरो भ्लग यही सिद्धियो। बाई बाई गाइज।